यो शब्दै काफी छ। आमा, तिमीले देखेका सपनाहरू ताजै छन्। तिमीले भनेकी थियौ नि त सधैँ हाँसिरहनुपर्छ। मैले भन्न नसके पनि तिमी पनि त सधैँ हाँसिरहनुपर्छ। कपीमा धेरै कुराहरू लेखे, अहिले पिएचडी पुगिसक्दा कति लेखियो थाहा छैन, तर तिम्रो लागि लेख्नै बिर्सिएछ। किनकि लागिरह्यो तिमी त आफ्नै हो। आफ्नै मान्छेलाई त मनमा लेखिन्छ, शब्दमा कहाँ लेखिन्छ र। तर आज तिम्रो सपना भन्दा पनि ठुलो प्लेनमा चढेर धेरै पर आइपुग्दा लागेको छ तिम्रो लागि पनि मैले केही लेख्नुपर्छ। यो क्रुद्ध समय छ आमा, अगालेर राखौँ या नराखौँ म थाहा छैन। नमिठो लाग्छ आमा, अलिकति आत्तिएको पनि छु। तर याद गर्नु, तपाईँको छोरोले तपाईँ झोक्ने काम पक्कै गरेको छैन। धेरै पर आइसकेको छु, तपाईँको सोचाइभन्दा पनि धेरै पर। तपाईँको आँखाले देख्ने त्यो आकाशभन्दा पनि पर, तपाईँको सपनाको छोराको घरभन्दा पनि ठुलो जहाजमा चढेर यहाँ पनि बादल छ आमा। तपाईँको काखमा बस्दा, काखमा सुत्दा देख्ने गरेको बादल पनि छ अनि आकाश पनि छ। त्यतिखेर म सोध्थेँ नि आमा, के होला आमा त्यो माथिसम्म त्यो निलो आकाशभन्दा पर। तपाईँ मेरो कपालको रौँमा अल्झिएको सानो फोहोरको त्यान्द्रो निकाल्दै भन्नुहुन्थ्यो, देवताहरू छन् बाबु त्यहाँ। हामीलाई हेर्ने भगवानहरू, देवताहरू जहाँ गए पनि ती त सँगै लागेर जान्छन्। केही दुःख पर्यो भने त्यही आकाशतिर हेर्नु र माग्नु, सबै पुर्याउँछन्। साँच्चै आमा, मैले त्यही आकाशमा बादलमाथि हेरिरहँदा तपाईँ हाँसिरहेको मुहार सम्झन्छु। मेरो लागि त भगवान तपाईँ हो, जो कोसौँ पर म कहिले फर्केर आउँछ भनेर कुरिरहेको छ। यो तपाईँको फिस्टे अहिले पिएचडी पढ्ने भइसक्यो, तपाईँलाई याद पनि छैन, तपाईँलाई फुलफर्म पनि थाहा छैन। के पढेको, धेरै पढ्छ छोरोले भन्नु होला। पिएचडी के हो तपाईँलाई थाहा पनि छैन। तर त्यो पढ्ने भइसक्यो तपाईँको छोरो। तपाईँ प्रौढ शिक्षा पढ्दा, तपाईँले आफ्नो नाम लेख्न नजान्दा तपाईँसँग रिसाउने यो फिस्टे। आजकल तपाईँले मोबाइल चलाउन नजान्दा रिसाउँछ, तर यो सम्झन्छ कि त्यो ठुलो भारी बोकेर तपाईँ लेख बेसी गरिरहँदा मैले थपिदिएको मेरो स्कुलको झोलाले पनि तपाईँलाई कहिल्यै रिस उठेन। 2 भारी घाँस काटेर घाँस बोकेर फर्किँदा चिया खाउन आमा
पकाउनु न भन्दा पनि तपाईँलाई कहिल्यै रिस उठेन। मेलामा दिनभरि काम गरेर फर्किँदा बेलुका खाना पकाउनु न आमा भन्दा पनि कहिल्यै रिस उठेन। बरु म त रिसाउँथेँ तपाईँले थपिदिएको एक्स्ट्रा एक चोइलो भातमा। अहिले यहाँ घाम त भेटिन्छ आमा, तर तपाईँको काखको जस्तो न्यानो यहाँ कहीँ भेटिँदैन। यहाँ हावा त चल्छ आमा, तर तपाईँको काखको जस्तो शीतलता यहाँ कहीँ पाइँदैन। यहाँ बिरानो सहरमा मान्छे त भेटिन्छ आमा, तर आफ्नो कोही भेटिँदैन। तपाईँ भन्नुहुन्थ्यो नि देश छोडेर हिँड्न हुन्न, आफ्नै माटोलाई माया गर्नुपर्छ। यतै बस, केही गर्लास्, गरिरहेकै छस्। अर्काको देश अर्कैको हुन्छ, त्यही देशमा तपाईँको फिस्टे सम्भावनाको बाटो खोज्न हिँडिरहेछ। थाहा छैन तपाईँको चरचर फुटेको पैताला जस्तै पैताला घिसिएपछि बल्ल लाग्ने हो कि यो जीवन त एउटा भ्रम हो। तपाईँ पढ्न जानुहुन्न? त्यसैले बोलेर सुनाएको एउटा छोरोको आमालाई माया हो। जहाँ गए पनि म तपाईँलाई माया गर्छु। कहिल्यै भनिन, तपाईँले पनि कहिल्यै भन्नु भएन म माया गर्छु भनेर। तर सधैँ मैले देखिरहेँ तपाईँको हर चिजमा माया मिसिएको थियो। रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी